9 को कमा प्रति वर्ष 15% ब्याज दरले 2 वर्षमा हुने रकमको वार्षिक चक्रीय ब्याज साधारण ब्याज भन्दा रु 180 ले बढी हुन आउँछ भने मूलधन पत्ता लगाउनुहोस् भनेको छ। यसमा यो 15% भनेको ब्याज दर हो, त्यही भएर आर भनेको 15% अनि 2 वर्षमा भनेको छ, टी भनेको 2 वर्ष अनि यसमा मूलधन पत्ता लगाउन भनेको छ। यो मूलधन भनेको, त्यही भएर पी भनेको x मानौ, मूलधन भनेको x मानौ। त्यसपछि वार्षिक चक्रीय ब्याज साधारण ब्याज भन्दा रु 180 ले बढी छ भनेको छ। यो वार्षिक चक्रीय ब्याज यो साधारण ब्याज भन्दा कतिले बढी 180 ले भनेको छ। यो वार्षिक चक्रीय ब्याज साधारण ब्याज भन्दा कति 180 ले बढी छ भनेको छ क्वेशनले। अब यसबाट हामीले सुरुमा यो साधारण ब्याज निकाल्छौं, त्यसपछि चक्रीय ब्याज निकाल्छौं अनि यसमा लगाएर हामीले भ्यालु पुट गर्छौं। अब सुरुमा हामी एसआई निकालौं। साधारण ब्याज निकाल्ने फर्मुला PTR अपॉन 100 हो। यसमा P भनेको x, T भनेको 2 अनि R भनेको 15% दिएको छ अपॉन 100। यो भनेको 30x हुन्छ अपॉन 100। 30 लाई 100 ले डिवाइड गर्यो भने 0.3x हुन्छ। अब फेरि अगेन चक्रीय ब्याज निकाल्छौं। चक्रीय ब्याज निकाल्ने फर्मुला P1 प्लस R अपॉन 100 पावर T माइनस 1 हो। यसमा P भनेको हामीले मूलधन भनेको x मानेको छौं, 1 प्लस R भनेको 15 छ, 15 अपॉन 100 अनि T भनेको स्क्वायर माइनस 1 x 1 प्लस 15 डिवाइड बाइ 100 गर्दा यो 0.15 हुन्छ पावर 2 माइनस 1। अब यो दुईटा प्लस गर्यो भने 1.15 को होल स्क्वायर माइनस 1। अब x अब यसको स्क्वायर गर्यो भने 1.3225 हुन्छ माइनस 1। अब माइनस गर्यो भने x 0.3225 हुन्छ। यो भनेको कति आयो 0.3225x आयो। अब बाइ क्वेशनले के भन्यो भने यो चक्रीय ब्याज यो साधारण ब्याज भन्दा कतिले बढी 180 ले बढी हुन्छ। अब चक्रीय ब्याज भनेको यो 0.3225x आयो अनि साधारण ब्याज भनेको हामीले 0.3, यो साधारण ब्याज भनेको 0.3x निकालेको छौं प्लस 180। अब यताको प्लस यता आयो भने माइनस हुन्छ 0.3225x माइनस 0.3x इक्वल टु यता बाँकी भनेको 180। अब यसमा दुईटैमा कमन भनेको यो x छ, x कमन छ। यसमा बाँकी भनेको 0.3225 माइनस 0.3 इक्वल टु 180 x। अब यो माइनस गर्यो भने यो 0.0225 हुन्छ इक्वल टु 180। अब यताको गुणन यता गयो भने भाग हुन्छ 180 डिवाइड बाइ 0.0225। यसरी 180 लाई 0.0225 ले भाग गर्दा यसको एन्सर 8000 हुन्छ। यो x भनेको हामीले मूलधन मानेको छ, त्यही भएर मूलधन भनेको 8000 हुन्छ। 9 को खमा वार्षिक 10% का दरले 1 वर्षमा हुने धनराशिको अर्धवार्षिक चक्रीय ब्याज सोही अवधिमा उही दरले हुन आउने वार्षिक चक्रीय ब्याज भन्दा रु 40 ले बढी हुन्छ भने मूलधन पत्ता लगाउनुहोस् भनेको छ। यसमा यो 10% भनेको R हो अनि 1 वर्षमा भनेपछि समय भनेको 1 वर्ष दिएको छ। अब यसमा मूलधन पत्ता लगाउन भनेको छ, त्यही भएर यसलाई x मानौ। अब क्वेशनले के भन्यो भने अर्धवार्षिक चक्रीय ब्याज वार्षिक चक्रीय ब्याज भन्दा रु 40 ले बढी छ। यो अर्धवार्षिक चक्रीय ब्याज वार्षिक चक्रीय ब्याज भन्दा कतिले बढी 40 ले बढी छ भनेको छ क्वेशनले। अब सुरुमा हामी यो चक्रीय ब्याज निकाल्छौं, त्यसपछि अर्धवार्षिक चक्रीय ब्याज निकाल्छौं, त्यसपछि यसमा ल्याएर भ्यालु पुट गर्छौं।
अब 9 अब चक्रीय ब्याज निकाल्ने फर्मुला हो P1 plus R upon 100 power T minus 1 हो। अब P भनेको x मानेको छौं त्यही भएर x 1 प्लस R भनेको 10 upon 100 पावर समय भनेको 1 वर्ष दिएको छ माइनस 1 यो भनेको x 1 प्लस 10 लाई 100 ले डिवाइड गर्यो भने 0.1 हुन्छ पावर 1 माइनस 1 x यो प्लस गर्यो भने 1.1 को पावर 1 माइनस 1 अब x 1.1 को पावर 1 भनेको 1.1 नै हुन्छ माइनस 1 यो भनेको x यो भनेको 0.1 हुन्छ यो भनेको 0.1 x भयो। अगेन अर्धवार्षिक चक्रीय ब्याज निकाल्ने फर्मुला हो P1 plus R upon 200 पावर 2t minus 1 हो। यसमा P भनेको x मानेको छौं 1 प्लस R भनेको 10 upon 200 2 into 1 minus 1 हो x 1 प्लस 10 डिवाइड बाई 200 गर्यो भने यो 0.05 हुन्छ पावर 2 माइनस 1 x अब यो प्लस गर्यो भने 1.05 हुन्छ पावर 2 माइनस 1 भनेको x अब 1.05 को होल स्क्वायर गर्यो भने यो 1.1025 हुन्छ माइनस 1 यो भनेको x माइनस गर्यो भने 0.1025 हुन्छ यो भनेको 0.1025 x हुन्छ। क्वेशनले के भनेको छ भने यो अर्धवार्षिक चक्रीय ब्याज भन्दा √40 ले बढी छ भनेको छ। अब हामीले यसमा अर्धवार्षिक चक्रीय ब्याज भनेको यो 0.1025 x निकाल्यो अनि यो चक्रीय ब्याज भनेको यो 0.1 निकाल्यो 0.1 x प्लस 40 अब यताको प्लस यता आयो भने माइनस हुन्छ 0.1025 x माइनस 0.1 x इक्वल टु यता 40 मात्रै बाँकी। अब यसमा x कमन छ x कमन लिने अनि 0.1025 माइनस 0.1 इक्वल टु 40 भयो। यसमा बाँकी भनेको 0.1025 अनि यसमा बाँकी भनेको 0.1 x इन्टु अब 0.1025 माइनस 0.1 गर्दा चाहिँ 0.0025 हुन्छ इक्वल टु 40। अब यताको गुणन यता गयो भने डिवाइड हुन्छ 0.0025 अब 40 लाई 0.0025 ले भाग गर्यो भने यसको आन्सर 16000 आउँछ। यो x भनेको 16000 x लाई हामीले p मानेका छौं त्यही भएर मूलधन भनेको 16000 हुन्छ। अब यसमा ब्याज दर भनेको 10% दिएको छ अनि समय भनेको 2 वर्ष अनि यसमा कति रुपैयाँ सापट्टि लिएको थियो भनेको छ। कति रुपैयाँ सापट्टि लिएको थियो भनेको छ यो भनेको p हो p लाई हामी x मानौं अनि यसमा एउटा नाफा दिएको छ नाफा 2019.24 दिएको छ। अब सुरुमा 2 वर्षको लागि सापट्टि लियो सुरुमा यसले वार्षिक चक्रीय ब्याज अनुसार गर्यो त्यसैले वार्षिक चक्रीय ब्याज निकाल्ने फर्मुला P1 plus R upon 100 पावर T minus 1 हो। अब P भनेको हामीले x मानेका छौं त्यही भएर x 1 plus R भनेको 10 upon 100 अनि समय भनेको 2 वर्ष दिएको छ माइनस 1 x 1 plus 10 लाई 100 ले डिवाइड गर्यो भने 0.1 हुन्छ। अब x यो प्लस गर्यो भने 1.1 को होल स्क्वायर माइनस 1 x अब यो स्क्वायर गर्यो भने 1.21 हुन्छ माइनस 1 यसरी माइनस गर्यो भने यो भनेको 0.21 हुन्छ यसरी यसको भ्यालु 0.21 x हुन्छ। अब फेरि यसमा अर्धवार्षिक चक्रीय ब्याज दरमा भनेको छ। अब फेरि हामीले
अर्धवार्षिक चक्रीय ब्याज निकाल्नु। अर्धवार्षिक चक्रीय ब्याज निकाल्ने फर्मुला P1 प्लस R/200 पावर 2t माइनस 1 हो। P भनेको x मानेको छ 1 प्लस R भनेको 10 दिएको छ अपन 2 इन्टु समय भनेको 2 दिएको छ। यो भनेको x 1 प्लस 10 लाई 200 ले डिवाइड गर्यो भने 0.05 आउँछ पावर 4 माइनस 1। अब यो x प्लस गर्यो भने 1.05 को पावर 4 माइनस 1। अब x 1.05 को पावर 4 गर्यो भने यो 1.2155065 आउँछ माइनस 1। यो भनेको x अब माइनस गर्यो भने यो 0.2155065 हुन्छ। x हुन्छ। अब बाई क्वेसन नाफा 2019.24 दिएको छ। यो नाफा भनेको अर्धवार्षिक चक्रीय ब्याजबाट चक्रीय ब्याज माइनस गर्दा नाफा आएको। यो नाफा भनेको अर्धवार्षिक चक्रीय ब्याजबाट वार्षिक चक्रीय ब्याज माइनस गर्यो भने नाफा हुन्छ। त्यही भएर अर्धवार्षिक चक्रीय ब्याज माइनस वार्षिक चक्रीय ब्याज भनेको यो 2019.24 भयो। अब यो भनेको हामीले अर्धवार्षिक भनेको हामीले 0.2155065 निकालेको छौं माइनस वार्षिक भनेको हामीले यो 0.21 निकालेको छौं। x इक्वल टु 2019.24 आयो। अब यसमा कमन पार्ट भनेको x कमन पार्ट। यसमा बाँकी भनेको 0.2155065 माइनस 0.21 यसमा बाँकी इक्वल टु 2019.24। अब अब यसबाट यो माइनस गर्यो भने 0.0055065 हुन्छ इक्वल टु 2019.24। अब यताको मल्टिप्लाई यता गयो भने डिवाइड हुन्छ 2019.24 डिवाइड बाई 0.0055065। अब यसलाई भाग गर्यो भने x को भ्यालु 3667117.82 हुन्छ। यो भनेको x भनेको हामीले मूलधन मानेका छौं, त्यही भएर मूलधन भनेको 3667117.82 हुन्छ।